सरकार, आफैले बनाएको गृहमन्त्री हैन, आफैले बनाएको गृहमन्त्री, आफैले बनाएको सरकार। हिम्मत छ भने हत्याराहरूलाई कारबाही गर। 80 जना भाइहरू 3000 जना भाइहरू अहिले हस्पिटलमा छन्। हिम्मत छ भने अन्तरिम संविधान घोषणा गरेर उ गर है। हिम्मत छ भने, हिम्मत छैन भने बिचारा हाम्रो भाइ बहिनीहरूलाई, शहीद परिवारहरूलाई, घाइतेहरूलाई हामीले यहाँ बोलाएर हत्यारालाई कारबाही गर्न माग राख्छौँ भन्दा पनि नदिने हो। अनि कार्यक्रम होइन, हामी यो एउटा माग मात्र राखौँ भनेर। अब हजुरहरूले हत्याराहरूलाई कारबाही गर्न सक्नु भएको छैन, जेनजीको माग पुरा गर्न सक्नु भएको छैन। 80 जनाले यहीबाट ज्यान गुमाएर हुरेर अहिले बिचारा शहीद परिवारको हालत त्यो छ, त्यहाँ केही गर्न सक्नु भएको छैन। अब हजुरहरूले गर्ने भनेको हामी जस्ता सोझा साझा बिचारा घाइते, बिचारा शहीद परिवार जसले चाहिँ हत्यारालाई कारबाही गर भनेर यहाँ माग गरेछ, उहाँहरूलाई पनि पक्राउ गर्नुहुन्छ भने त हामीलाई के छ र। अब 3 जनालाई पक्राउ गरिसक्नु भएको रहेछ। नवदुर्गा हो जाने। अनि कार्यक्रम होइन, हामी यो एउटा माग मात्र राखौँ भनेर। अब यस्तो चाहिँ आफैले बनाएको सरकार यो हालत छ। उहाँलाई चाहिँ राम्रोसँग लैजाने भविष्यको प्रधानमन्त्री भनेको आफैले बनाएको सरकार, आफैले बनाएको गृहमन्त्री हैन, आफैले बनाएको गृहमन्त्री, आफैले बनाएको सरकार। हिम्मत छ भने हत्याराहरूलाई कारबाही गर। 80 जना भाइहरू 3000 जना भाइहरू अहिले हस्पिटलमा छन्। हिम्मत छ भने अन्तरिम संविधान घोषणा गरेर उ गर है। हिम्मत छ भने, हिम्मत छैन भने बिचारा हाम्रो भाइ बहिनीहरूलाई, शहीद परिवारहरूलाई, घाइतेहरूलाई हामीले यहाँ बोलाएर हत्यारालाई कारबाही गर्न माग राख्छौँ भन्दा पनि नदिने हो। साह्रै बढी भइसक्यो, याद गर। अब दशमले देखेर निकोलस भुसालाई प्रहरीले नियन्त्रण लिएको छ। उनी बाइक खोज्दैछन्, उनले आफूले राखेको बाइक कता छ बिर्सिएर। गृहमन्त्रीलाई चुनौती हो, प्रधानमन्त्रीलाई चुनौती हो। निकोलस भुसालाई पक्राउ गरिरहेको छ। तपाईँले दृश्य देख्नु।